बाँकेको बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले घोषणा गर्नुभएको हो। गाउँपालिका भित्र रहेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले गाउँपालिकाको अथक प्रयासले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो। शाखाका कर्मचारीहरूको अथक प्रयास र यसमा सबभन्दा बढी गाउँघरमा बढी दगुर्ने यत्रो गर्मीमा सबभन्दा बढी जाने महिला स्वयंसेवकाहरूको धेरै महत्त्वपूर्ण रोल हुन्छ। घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्वास्थ्य क्षेत्रमा खोप महत्त्वपूर्ण विषय भएको बताउनुभयो। यो स्वास्थ्य क्षेत्रमा चाहिँ यो खोप यो महत्त्वपूर्ण विषय पनि हो। यो खोप बिना चाहिँ हिजोको दिनमा चाहिँ के थियो कस्तो थियो हामी कसरी हुन्थ्यौँ हाम्रो बाबुआमाहरूले यदि स्वास्थ्य सम्बन्धी वृहत चाहिँ तपाईँको चाहिँ सहयोग आउँथेन, वृहत रूपमा तपाईँको चाहिँ स्वास्थ्य कर्मीहरू हुन्थेनन्। त्यही पनि हामी चाहिँ यो दिनमा एउटा अर्ग्यानिक हिसाबले हुर्केका हौँ। त्यही पनि हामी अहिले कहीँ कतै तपाईँको सामान्य चाहिँ उसमा पनि हामीलाई चाहिँ अलिक जरुरी च्याप्ने तपाईँको सामान्य चाहिँ बिमारी हुने खालको चाहिँ केही परिणामहरू लुलो लग्ना छन्, कोही तपाईँको चाहिँ सुस्त मनिस्थित छन्। यी पहिलाको चाहिँ उसमा चाहिँ यो विशेष गरेर खोप यो सुनिश्चित नभएर खोप नपाएर पनि त्यो अवस्था आएको थियो। अहिले संहिता आइसकेपछि संहिताभन्दा पहिला पनि यो सम्पूर्ण यो स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ, स्वास्थ्य इन्चार्ज हुनुहुन्छ, नेपाल सरकारले आफ्नो सहयोग गरिरहेको छ। त्यस्तै गरेर प्रदेश सरकार छ, स्थानीय सरकार नजिकको सरकार छ, त्यो सरकारले विशेष हेरिरहेको छ। यसअघि बालबालिकाले खोप नपाउँदा स्वास्थ्यमा समस्या आउने गरे पनि संहिता आएपछि सबैभन्दा नजिकको स्थानीय सरकारले हेरिरहेको बताउनुभयो। यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान बढिरहेको बताउनुभयो। अमूल्य समय दिएर एउटा जुन यो सम्मानित पेसा पनि भन्छु, तपाईँहरू जुन यो सेवा गरिरहनु भएको छ, जुन यो साडीमा सजिनु भएको छ, यो साडी चाहिँ त्यसै लगाउनु भएको छैन, तपाईँहरूलाई एउटा समाजले पनि हेर्ने दृष्टिकोण चाहिँ एकदम सम्मानजनक हेर्ने गरेको छ। हामीले पनि यसै गरी यो स्वयंसेविका मित्रहरूलाई चाहिँ बैजनाथ गाउँपालिकाभरि नै स्वास्थ्य क्षेत्रमा खटिने एक किसिमको सिपाही भएर लाग्नु भएको छ। सो क्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि अवलम्बन गरिएको प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै शाखाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। बैजनाथ गाउँपालिका यो बीसीजी जुन क्षयरोग विरुद्ध लगाइने खोप हो। त्यसै गरी दादुरा रुबेला पहिलो मात्रा 1070 जना बच्चाहरूले लगाउनु भएको छ। त्यसै गरी दादुरा रुबेला दोस्रो मात्रा 1152 जना बच्चाहरूले चाहिँ खोप लगाउनु भएको छ भने हामीहरूले अब यो कार्यक्रममा चाहिँ के हुन्छ भने प्रत्येक वडाको गाउँ टोल बस्ती घर घरमा गएर कुनै बच्चाहरू छुटेका छन् कि भनेर खोजी गर्ने कार्यक्रम पनि हुन्छ हाम्रो। घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर जनक गिरी, चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल बैजनाथकी अध्यक्ष मन्दिरा रिमाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम स्वास्थ्य शाखाका अधिकृत श्यामवीर शाहीले सञ्चालन गर्नुभएको थियो। सो क्रममा घोषणाका लागि योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो।